Hello everyone, welcome to my channel. Hope सबैजना सन्चै आराममा हुनुहुन्छ होला. सबैजनालाई नमस्ते. सो यो भ्लग के कसो भयो भन्दाखेरि एकदम यो अपोजिट वाला फुल अनप्लान ट्रिप हो. सो हामी चाहिँ यहाँ लड्न आएको थियौँ हिजो भाइबाट. यतिकै आज बस्नलाई आज फर्केर आएको थियौँ. तर हामी चाहिँ प्लान चेन्ज गरेर चाहिँ आज यति यहीँ घुम्ने प्लान थियो. तर हामी चाहिँ आज ओइल सार्दैछौँ. ग्यास ओइल सार्दैछौँ. सो म यो पछि एउटा क्लिप नि हालिदिन्छु. हामी चाहिँ अनप्लान ट्रिप भएर सक्सेस भएर गएको थियो. सो हामी चाहिँ ओइल सार्दैछौँ. को जान्छौँ भन्दाखेरि हजुर उहाँ एकजना जाँदै हुनुहुन्छ. उहाँ भनेको मैले ल जाऊँ. सो हामी निस्किनु लाग्यो. अब हाम्रो यो अनप्लान उस भएको ल है. ल हामी कहाँ जाँदैछौँ चाहिँ ल भोलि थाहा हुन्छ. इलेन भ्याली के अरे तिमीले भनेको? यति हामी कहाँ जाँदैछौँ हामी भोलि थाहा हुन्छ. कहाँ हो होइन. ल बाबु प्राइमर जानु रेडी हो नि लुगा किन्नको लागि. ल हामी चाहिँ रेडी है. अहिले कति बजे रातिको कति बजे रातिको त्यहाँ होइन खै कति बज्यो 1:32 ल रातिको. ल ल ल ल 1:32 है. 1:32 भयो. अनि हाम्रो यतिखेर फाइनल फिक्स्ड भयो कि कहाँ जाने भनेर. रेडी हो नि हामी जान. कति धेरै यहाँ पोइसको यार के हाम्रो अनप्लान ट्रिप हिजो राति 1 बजे फाइनल भएको ट्रिप हाम्रो. के हो टोल फी लाग्छ भने यसमा टोल फी त ओपन नि खोल्दैन नि टोल बुझ्दिनु पर्छ हो क्या बाबु. बुझ्दिनु पर्छ. हाम्रो चाहिँ निन्द्रा मान्छे कति पनि पुगेको छैन. राति 2 बजे सुतेर 2:30 बजेतिर सुतेर कति बजे 4 बजे उठेको. सो हामी 2-3 घन्टाको निन्द्रामा घुम्न निस्किरहेको छौँ. त्यही अनप्लान ट्रिप. सो के कस्तो हुन्छ खै थाहा छैन. टाउको कस्तो दुख्यो आँखा पोले. हजुरहरूलाई कस्तो भइरहेको छ खै कोही बोल्दैन. घुम्न हिँड्यो होइन. निन्द्राले म त खै केहरू भइरहेछ. एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु. अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु. यस्तै पुरो चाहिन्छ क्या हामीलाई. टोलाइदिनु हो. टोलायो के भन्नु भयो. हजुरको त टन्नै गर्नुहुन्छ नि बाबु होइन है. मनबाटै छ भने होला बिचरा. अन्त हामी टाढा छ अहिलेलाई यसको गरान हेर्ने आँगो तारिको खा बाउ खा. दुब्लो छस् मजाले खा. पुगेन भने मेरो भाग पनि खा. हाम्रो सपिङ चाहिँ के हो अनप्लान ट्रिप भएको भएर हाम्रो सपिङ गर्नु पनि भएर कोही सपिङ हाम्रो 2टा ब्याग छ हाम्रो. लुगा केही ल्याएको थिएन. सो लुगा किन्नु पनि भएछ. स्विन्टनमा
आफ्नो पनि भइहाल्यो होइन एम्फो हुँदै हामी न्युपोर्ट काडी के भन्छ अरे यो ब्रिस्टल र न्युपोर्ट जोड्ने कि भनेको काडी जोड्ने कि पुल के लामो पुल के त्यो पुल कति लामो हो त्यो पुल हेर त अहिले त्योभन्दा नि कतिको लामो अहिले यहाँ माला प्रिन्स अफ वेल्स ब्रिज अरे प्रिन्स अफ वेल्स ब्रिज अरे नाम है मलाई थाहा छैन हामी वेल्स इन्ट्री हुँदैछ है यो रिसो भाइको सपना साकार गर्नलाई हामी यहाँ आइपुगेछौँ सबै मोबाइल ठडालेर पानी चाहिँ सुकेर रहेछ होइन अहिले यस्तो राम्रो होइन यस्तो बादल लाग्छ जस्तै पानी परिरहेको थियो सो दिस इज है स्न्याप पनि बनाउनु भाइ स्टोरीमा हाल्नु जस्तो नि स्टुडेन्ट जस्तो बनाउनु नि एकजना अरे यो सो पछाडि देऊ न बोल्न इन्ट्रोडक्सन भ्लग इन्ट्री भयो अब हामी न्युपोर्टतिर लगायौँ मदनजी के छ गर्लफ्रेन्डले के भन्यो अघि फोनमा हामी यो कुन चाहिँ ठाउँमा थाहा भएन तर वेल्स हो अब हामी जाँदैछौँ घुम्दै यहाँ हुनुहुन्छ हाम्रो साथमा मदनजी उहाँ भर्खर सुतेर उठ्नुभएको हो कति घन्टापछि अनि यता विवेक भाइ ऋषभ अनि माया ऊ चाहिँ थकेला छ उसलाई गाह्रो भएछ आज नि फेरि पनि घुम्नु जाने बेला र हामी यहाँ छौँ र यो सिनारी हामीलाई राम्रो लाग्यो तल त्यहाँनिर खोला पनि छ दामी Alright. So, see you later once again. भिडियो गर्नुपर्ने हुन्छ है ल यसरी उठी भिडियो गर्नुपर्ने हुन्छ हामी आइपुग्यो हाम्रो डेस्टिनेसनमा Oh my goodness. फोटोसुट कार्यक्रम भइरह जाडो त्यतिकै छ हावा चलेर तिमी त्यो चित्र जुन शब्दमा लेखिँदैन तिमी हौ मिठो त्यो सपना Oh my god. के भयो कुनै भनेर देऊ न गरेर मोबाइल देऊ न यो रहेको चाहिँ कति गहिरो होला यो कति गहिरो लाग्छ हजुरलाई लास्ट टाइम म पौडी खेल्न जाँदा खासै त्यस्तो दिएन होइन होला के हो अहिले चाहिँ पढेछ के अलि बेसी भयो क्या कम भयो होला सो हामी चाहिँ त्यो भर्खर अर्को एउटा डेस्टिनेसनबाट अब अर्को जाँदैछौँ त्यो राम्रो छ खै मदन बाबु खै हाम्रो नेपालमा पानी त्यत्रो छ है पानीकै वाटर इस्युज के है किन भन्नाले यस्तो रिजर्भरहरू त हामीले कति बनाउन सकिन्छ नि त ड्याम पनि छ नि छ ड्यामहरू छ नभएको होइन तर यस्तो ड्यामहरू त हामीले त सयौँ बनाउन सकिन्छ नि त नि
माथि टाउ ठोकेर त्यो डेस्टिनेसनमा आइपुग्यौँ र डेस्टिनेसन छ यो कस्तो राम्रो हो क्या कस्तो राम्रो अहिले हामी इलेर भ्यालीमा छौँ इलेर भ्यालीको भाइ यो ड्यामको नाम के अरे यो ड्यामको के अरे कस्तो राम्रो छ त्यहाँ हेर्नु न जाडो नभएकोमा चाहिँ हामी जाडो भएर हामी बसिरहेको त्यो टी सर्टमा बसिरहेको क्या मदन के अरे हो मलाई चिसोले नाक बजिसक्यो मेरो त्यहाँ हेर्नु न त्यहाँ झाडा नहुनेहरू है सो ओभरअल त तिम्रो एक्सपिरियन्स कस्तो भइरहेको छ माया अल ओभर एक्सपिरियन्स हजुरलाई कस्तो लाग्यो भनिदिनुहोस् यो सबै अनएक्सपेक्टेड थियो राम्रो भयो हामीले हिजो यो कति बेला डिसाइड गरेको थियौ भन्नु भाइ खासमा तर एउटा हामीले गलत काम नै गरेका छौँ धेरैलाई झुटो बोलेर म्यानेजरहरू धेरैलाई ढाँटेर 2 दिन अफ ल्याएको राति हाम्रो सडनली प्लान बन्यो राति 2 बजेतिर राति 2 बजे 1:30 बजे थियो क्या 1:30 समथिङ भयो त्यो सबै अनएक्सपेक्टेड भयो तर यो चाहिँ सिन देखाइदिनु एकचोटि कस्तो छ सिनको त पुरै नभनौँ सो गाइज इज इट वर्थ इट बदल सल्लाह चस्मा लाएर बस्नु भयो मलाई के गरिदिम माइक पास गरिदिम माइक बदल सल्लाह पास गरिदिम यसो नमस्कार म मदन श्रेष्ठ अनि होइन होला मदन बाहुन होला हिजो मदन बाहुन होला त रातो कसैले हजुरलाई कस्तो लाग्यो भनिदिनुहोस् मलाई नि एकदम रमाइलो लाग्यो के भन्छ अलिकति स्वास्थ्य स्थिति अलिकति नाजुक भए पनि अलिक धेरै नै बोल्न गयो क्या अलिकति हेर्न उस भए पनि तर रमाइलो भयो रमाइलो गरिरहेको छौँ हामीले चाहिँ यस्तै हो म त के हो सबैजना घुम्न आउनु है घुम्न आउनु मलाई त एकदम बबाल दामी मनै चङ्गा भन्छ चङ्गा अन्त अरू विवेक भाइलाई के छ तेरो भन्नु लभली देखियो त है माइक झऱ्यो अब धेरै नबोल भन्नु खोज्यो सिधै तरिकाले माइकी आफैले तपाईँ नजिक किन है यो मान्छे जाडो छ चिसो छ त्यस्तैहरू त केही छैन माथि देखाइदिनुहोस् न तल कस्तो देखिन्छ एकचोटि म उठ्दिन्छु उठ्दिनुहोस् न त है सो भ्यू हेर्नु होला यस्तो राम्रो छ हामी मन लोभेर अब हामी आजको हाम्रो घरमा जान लागेको छौँ पानीको उडाएर ल्याएको अरे छिटा सो हामी चाहिँ हाम्रो डेस्टिनेसनमा अब सक्यो आजको लागि घुमाइ अब आजको लागि घर जान लागेको छौँ ब्याक टु रुम आजको लागि हाम्रो बङ्गलामा जाँदैछौँ हाम्रो बङ्गलामा सो लेट्सी त्यहाँ के गरिन्छ कस्तो कस्तो हुन्छ हामी अब खानाको पनि टुङ्गो छैन भन्ने हो भने यतातिर अलिक पछाडि अलिकति व्यवस्थित छैन रहेछ सो हाम्रो खानाको टुङ्गो अलिक भएको छैन के खाने भनेर बेलुका के खाने हो हिजोदेखि विषय भयो हिजोदेखि चाउचाउ भनेर भयो सो हाम्रो चाहिँ यो टोटली अनप्लान ट्रिप थियो हामी चाहिँ खास हिजो यत्तिकै भाइले पनि लन्डन आएको थियौँ अनि आज चाहिँ यत्तिकै घुम्न जाम बाहिर निस्क्यौँ भन्ने प्लान थियो तर हाम्रो प्लान चाहिँ अलिकति घुम्यो भयो लामो भयो अलिकति मेमोरेबल नै बढी भयो सो राति 1:30 बजी भएको प्लान
एक दिनमै रुम बुक गरेर हामी आएको हो होइन त ल अरू त त्यस्तै हो रमाइलो भइरहेछ म त सिङ्गल पनि हो है सबैले भ्लग हेर्नुलाई ऊ चाहिँ सिङ्गल हो उमेर कति हो ठेगाना उमेर सर भन्नेहरू चस्मा लाएर ल ऊ चाहिँ सिङ्गल हो उसलाई अब अहिले अत्यन्तै जरुरत भएर पत्रिका पढ्नु पर्दैन है पत्रिका पढ्ने मान्छे खोजीमा छु म उमेर एक स्विट 18 लभ 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 है तो गाइस मेरो चाहिँ टोपी उडाएर कहाँ लयो उता उड्नु बस्छ भने मेरो टोपी उडाएर लयो त्यहाँदेखि जान मिल्दैन म क्या हो मेरो टोपी नै छैन नाइस मैले ऊ यहाँ पनि यहाँ स्याल यो म डिलिट हाल्दिनँ नि म यो त मैले स्टोरीमा टिकटकमा एकुन्टा गरेर हाल्ने हो नि होइन ऊ यहाँ के हो यो स्क्वायरहरू त्यो मैले टिकटकमा ओ माय गॉडनेस स्क्वायर सबै छ कस्तो राम्रो राम्रो रहेछ अनि यो पनि यो चाहिँ के हो यो पनि यो तलपट्टि यो पानीमा बस्छ नि दिमाग लाएर बस्छ हामी चाहिँ हाम्रो घर आइपुग्यौँ यिनीहरू कुन हो एउटा हाम्रो घर मलाई पनि थाहा छैन एउटा चाहिँ हो यिनीहरूमा तो हाम्रो घर चाहिँ यो रहेको छ आजको लागि कस्तो लाग्यो राम्रो सिम्पल एन्ड सिम्पल एन्ड स्विट छ ए कटलरहरू रहेछ नि त मैले 5 जनालाई भने बुक गरेको हो 5 जनालाई बुक गर्दा हामीलाई चाहिँ भोक लागेर हाम्रो अवस्था यस्तो छ हेर्न सक्नुहुन्छ यहाँको अवस्था यति मात्र होइन भन्नु न अर्डर गरे भने फेरि यति नै खाएर बस्यो हामी पिज्जा पनि अर्डर गरेको छौँ पिज्जा आउँदैछ बेलुका बाबीको गरेर बाबीको मास्टरहरू 3 जना हामी मासु लिन आएको हो किनभने अलिकति हामी अलिकति भित्र ठाउँमा छ अनि आफै बनाएको रहेछ ब्रान्ड हेर्नु खान जन्मेकाहरू हौ खाऊ खान्छु खाने हो नखाइ बाँच्नलाई सरकारले व्यवस्था गरिदिएको छ र हामी रेडी हो पहिला फोटो नखिच्नु यतिको छिर्दिने हामी त्यहाँ ताकमा बस्नको लागि फुल एन्ड रेडी जाडो भएको छ मेरो नजिक आउनु लाग्यो सक्नुहुन्छ यहाँको हालत भाइ टी-शर्ट खोल न टी-शर्ट बाबु ज्याकेटमा बस्नु कस्तो जुकी जुगाले टी-शर्ट ल ट्रिपको लागि यो चाहिँ है ल हो यसको ट्रिप अनप्लान ट्रिपको लागि है सुरुवात गरौँ न उहाँजीहरूलाई मोज भइरहेछ आफू यहाँ थुप्रो कामिरहेको छु ल त्यस्तै सोच्यो भने त साँच्चीकै माडेरै साबुनै ल्याएर नआएको फेरि भनिदिनुहोस् विवेकजी तपाईँलाई कस्तो लागिरहेको सोनामा निलो आसमान नछु थाहा छैन मलाई नाम थाहा छैन मलाई सोना भन्दै हो के तपाईँलाई कस्तो लागिरहेको जुगामा भन्नुहोस् भन्नुहोस् म त लुक्छु
सरकार तपाईँलाई कस्तो लागिरहेको यहाँ भन्नु चिलबिल आनन्द चिली तपाईँलाई कस्तो लाग्यो हजुर कसलाई भन्नु मलाई त डर लाग्यो सलमान खान निस्किनु हुँदैछ लाग्छु भने यसमा 3 टाका त्यसमा 2 टाका यसमा कस्तो दिनको प्रेसर आउँछ त्यसमा नि आउँछ यसमा रहन्छ नि यो साइड रमाइलो भएको छ नि जाडो पो भएको छ अघि नजिक बस्नुपर्ने हाम्रो यति पाक्दैछ यति हुँदैछ हाम्रो डिनर सो गाइज गुड मर्निङ दिस इज हाम्रो यत्तिकै सुटिङ होइन सरी थके लाग्यो नि त निन्द्रा पुगेकै थिएन क्या हामी खासै चाहिँ हामी 3 आवर्सको स्लिपमा आएको क्या प्लान 2 बजे भन्यो होइन अनि रुम होटल पनि हामीले त्यतिखेर चाहिँ क्विक हेरेर बुक गऱ्यौँ खास अनप्लान हो नि त अनि त्यसपछि बुक गरेर अनि ल सुत म भनेर 2 बजीतिर सुतेर 2 साढे 2 बज्यो होला अनि 5 साढे 5 त उठेर रेडी भएर 6 बजी त हामी हिँडिथियौँ क्या सो 3 घन्टाको स्लिपमा आएको बिचरा मेरो माया कति गाह्रो भएर ड्राइभ गर्न 3 घन्टा सुतेर 3 घन्टा सुतेर सरी यत्रो 5-6 घन्टा ड्राइभ गर्न हामी चाहिँ बिचमा 2.5 घन्टामा रोक्यौँ अनि एकछिन रेस्ट आराम गऱ्यौँ फेरि 3 घन्टा ननस्टप ड्राइभ माई गड सो यस्तै थियो अनि त्यही भएर म चाहिँ भर्खर रिफ्रेस गरेर चाहिँ आएँ रुम यस्तो मेस भएको छ यति मेस भएको चाहिँ त्यो हट्टामा पनि बस्यौँ नि त हामी त्यो अलिअलि क्लिप त होला ब्लगको लागि अनि अरू त के अब रेडी भएर चाहिँ हामी खै आज हाइकिङ गर्ने कि भन्ने विचार छ लेट्सी हाइकिङ गरिन्छ होला के कस्तो हुन्छ हजुरलाई अपलोड गर्छु म सो यो भ्लग चाहिँ मैले 2टा भ्लग गरिनँ एउटै क्लिप गरेँ एउटै पार्ट गरेँ सो अनि हामी चाहिँ म चाहिँ हजुरलाई बाहिरको भिडियो आउँछ यस्तो रमाइलो छ क्या त्यो नेपालमा हुन्छ नि चराचुङ्गीको चराचुरुङ्गी कराएको अनि त्यो गाउँतिर यस्तो रमाइलो त्यो साउन्डहरू सुनेर कस्तो रमाइलो नेचर कस्तो राम्रो छ क्या अनि कस्तो मजाले चराचुरुङ्गीहरू कराइरहेको छ काम चाहिँ लागेको छ होइन एनिवे आई रेडी गर्छु सो सुन्नु न This is our morning view. Tissue. So guys, म चाहिँ रेडी हुन लाग्यो भिडियो पनि भने म रेडी हुन लाग्यो भने क्या हल्का स्किन केयर भन्ने त गर्न पर्यो होला भाइ रेडी हुनु भयो सरी खानेकुरा चाहिँ अब अहिलेलाई चाहिँ हामी गाडा चढ्दै भोक लाग्यो भने अझ कसैले भोक खाएन होइन भोक लाग्यो सुन्तलाहरू बदमहरू खाने अनि मकैहरू खाने अनि त्यसपछि तल झरेर बरु कतै गएर खाम्ला होइन तर अहिले चाहिँ खाएर चाहिँ नचढ्ने भन्ने कुरा आयो क्या पछाडि भिर्ने ब्याग भयो सजिलो हुन्छ भने राति केटाले पछाडि भिर्ने ब्याग कसैको पनि छैन अब के गर्ने त भनेर अब प्लास्टिक ब्याग कति प्लास्टिक ब्याग हाल्ने लिने त्यसको ब्याग त थियो त्यसको ब्यागमा उनीहरूले आफ्नो कपडा हाले चिसो कपडा हाम्रो नै हाल्न थियो सर्ट मजाले दिनु थियो म रेडी भइसकेको छु हजुरलाई
सो गाइज हामी चाहिँ फाइनली रेडी भयौँ अब चाहिँ जानु भएको सो त्यहाँ गाडीमा चाहिँ हुनुहुन्छ गइसक्नु भयो अनि म चाहिँ एकचोटि वासरुम जान्छु निस्किनु पर्ला भनेर नि यहाँ टोकामा चप्पल लाउनु छ सो रमाइलो भयो रमाइलो अनि प्लान ट्रिप इज अलवेज द बेस्ट होइन सो एकदम रमाइलो भयो मेरो चाहिँ सिम्बल एक्स्ट्रा स्मल लिन पनि स्मल लिएँ कि मैले हिजो हतारमा हिजो ल्याएको हो नि त लुगा पनि अब लुगै ल्याएको थिएन एकछिन मात्रै ल्याएको थियो अनि त्यो लगाइसकेको थियो अनि त्यही भएर अनि लिन पऱ्यो लुगा त अब यहाँ यत्रो घुम्न आइसकेपछि भनेर कोही त बिचमा स्विन्डनमा रोकेर चाम्पामा गएको थियो नि त्यो भ्लग त्यो क्लिप पनि देख्नुहुन्छ होला एड गर्छु म अनि त्यही भएर हामी चाहिँ प्राइमरबाट लुगा लिएको थिएँ मेरो सब प्राइमरबाट लिएको मैले हिजो अनि मैले हिजो हतारमा अनि एक्स्ट्रा स्मल लिएछु म जुत्ता चाहिँ फेरि चिसो भइसकेको छ जुत्ता अहिले लाउँछु यो चाहिँ न्यानो भएर चाहिँ एकछिन लगाएको अर्को जुत्ता लाएर जान्छु के गर्छु झ्याउला पनि ए लाएर जान सक्छु नट स्योर सो यही हो अनि अब चाहिँ जाने अनि हामी चाहिँ आज अब हाइकिङ गर्ने भन्ने प्लान छ लेट्स सी के हुन्छ यस्तो राम्रो छ क्या भ्यू चराचुरुङ्गी कराएको इज बेस्ट वान यस्तो राम्रो क्या नेचर अब चाहिँ जान पनि हुन्छ खै मेरो मामा मसिनबाट निस्किनुहुन्छ अनि म जाम्न भनेको ताल भएन टाइम ढिलो भइसक्यो घर फर्किनु पनि छ आज त्यो खास सेट पनि होइन तर मैले सेट बनाएको थिएँ नेभर माइन्ड ओभरअल एक्सपिरियन्स सोध्दैौ न गाइजहरूलाई कटेजको एक्सपिरियन्स कस्तो लाग्यो हाम्रो होमस्टे कोही बोल्दैन बोल्यो निस्क्यो त मरिजाम पैसा तिर्नुपर्छ यहाँ बोल्नलाई बिचको भाइ बोल न विवेक यार बोल त नि हाइकिङ चढ्न रेडी हो हाइकिङ चढ्न रे हाइकिङ गर्न डाँडा चढ्न वरिपरि विन्डमिलहरू सानो डाँडाहरू जति पनि छ हरियाली नै हरियाली भेडा जता गयो यता हेऱ्यो त्यता हेऱ्यो जता हेऱ्यो भेडा सबै भेडा जस्तो भर्खरै गयो सोच्छौँ होइन यहाँ घोडा देख्न सक्नुहुन्छ हामी रोडमा बसिरह है कस्तो दामी हेर टाढा थियो नजिक आइदिरहेको क्या हामी आएको त त्यसै पेट गर्न माया गर्न हान्दैन त्यो भन्दा नजिक आएको उनीहरू मान्छेसँग बसिरह मान्छेहरूसँग घुलमिल भएकोहरू जस्तो छ दामी देखेको छ होइन बाबा पेट गर्न भिडियो गर्ने हो त्यसै पेट गर्ने आई लभ यु भन्नुभयो क्या सो हामी चाहिँ यहाँ आइपुग्यौँ कार पार्कमा हाइकिङ गर्नलाई बट गाइज आम नट रेडी फर द हाइकिङ किनभने आम नट द हाइकिङ पर्सन क्या मलाई यस्तो गाह्रो लाग्छ हाइकिङमा हिँड्न मलाई जस्तो न्यानो त को भयो होला र टोपी किन आइज टोपी यसो टोपी घुम्न हिँड्नुपर्छ हाम्रो हाइकिङ स्टार्ट भयो उता तलबाट तर म थाकिसकेँ गाइस अझै कतिवटा कट्न सक्दैन आम अलरेडी टायर्ड भन्नु नि आफ्नो हाइकिङ पर्छ भनेर कस्तो राम्रो ल चढ्दैछौँ है हामी हुन्छ दुई शब्द राख्दै यहाँ How was the journey? Yeah? How is it still going on? Is it good? Yeah. Are there? No. ठीक छ. All good. Yeah. Guys, हरु आउँदै हुनुहुन्छ. विवेक जी त्यहाँ ल हेलो भनिदिनुस् विवेक जी यता. थकित अवस्थामा हुनुहुन्छ हाम्रो विवेक. यता हेर्नुस्. सरको मान्छे भएर यस्तो छ पारा. अलिकति मानसिक सन्तुलन अलिकति गुमेको छ.
के ओभर एक्टिङ सक्छस् ए हामी म त रोबोट होला हैन हजुर रोबोट होला रोबोट जस्तै छ भन्छ ठिक छ नि ठिक छु म त बाबा हामी अहिले कन्टु यो होला सिओआई नजारा यस्तो छ गाइजहरू यहाँ चटपटेहरू के खाने भनेर बदमहरू सुन्तलाहरू खाने भनेर सामान बोकेर आएको छ डाँडा डाँडा हो नि र मदन सर कतिको थके लाग्यो हजुरलाई कतिको थके लाग्यो छैन थकिला छैन अमूल्य शब्द भनिदिनुहोस् न चारवटा अमूल्य शब्द शब्द यता विवेक भाइ एनिथिङ जस्ट टायर ऋषभजी के छ तिम्रो ऋषभ भाइ तिमीलाई थके लागेको लागेन के यति मात्र लागेन ओके हाम्रो पेनी फ्यान जाने हो अब पेनी फ्यान खास टाढा छैन सायद त्यो हो कि यता हो मलाई थाहा भएन नट स्योर बट वी आर इन्जोइङ आवर मोमेन्ट एकदम रमाइलो छ एकदम फन भइरहेको छ ओके ल lovely time, great people, unexpected thing, unexpected plan है थाहा प्लान हो राति रमाइलो भइरहेको छ थ्याङ्क यू सो मच फर वाचिङ అయితే ఎంత फोटो खिच्दैन भाइहरू फोटो नि खिच्दैन అయితే ఎన్నుందా ని అయితే ఎన్నునా गाह्रो हुन्छ है बोलो मदन त भैमै छचक बसेर उठ्नु तल डोको बोल्नु आइ ताने मिल्ने त जम्पै हान्नु पर्छ कि ल అయితే ఎన్ను అయితే ఎన్నునా सो गाइस हाम्रो चाहिँ यही हो हाम्रो लोकेसन डेस्टिनेसन यति हो अब म मान्छेहरू देखाउन चाहेन चिसो छ हामी आइपुग्यौँ लोकेसनमा चाहिँ अनि अझ फोटो खिच्छ भने क्याप लगाएको चिसो भयो अब म टोपी लिएर भागेँ मान्छे फोटो खिच्न पाएन मैले त्यहाँदेखिको उतापट्टि उसमा अरू नेपालीहरू पनि हुनुभएको रहेछ क्या बाबाहरू उहाँ पुगिसक्नु भयो अझै यस्तो हेर्दैछ यस्तो चिसो छ नि अब यस्तो चलेछ रात त रातै भयो होला सो हामी पेन वाइ फ्यान होइन पेन वाइ फ्यानको डाँडामा छौँ र यसको मिटर कति थियो थाहा भएन हो त्यो पेपरमा हेर त 900 भन्दा केही फरक पर्दैन होइन म एक्चुली हेर्छु यो कागज यहाँ हाम्रो यो कागजमा लेखेको छ होइन भाइ पढ त कति छ हेर हेर देखाऊ पोइन्ट देखाऊ maybe probably 873 886 886 त कर्न डु त्यो के अरे कर्न डु द 873 सो चटपटीमा खाने गाई चाहिँ चटपटी बदम है सुन्तला पानीहरू खेरोहरू सब बोकेर आयो गाइजहरू यति डाँडामा आएर आज हरियो खुर्सानी चाहियो अरे हरियो खुर्सानी ग्रिन चिल्ली हजुर बोक्नुभएको हो सबैजनाहरू बोक्नुभएको तर मैले चाहिँ कम बोकेँ उहाँले चाहिँ अलिक धेरै धेरै बोक्नु भएछ उहाँले कसरी बोक्नुभएको छ भ्लगमा एकचोटि रिभर्स ब्याक गरेर हेरिदिनु होला इन्जोय गाइस मैले त केही गरिनँ
तिमीले केही गरेनौ हाम्रो सेफजी फटाई ल राजा बोल के भन्छु भन अर्कोचोटि म भन्छु के भन्छ त नि कस्तो सस्पेन्स सुनाएको ल भन भन तिम्रो भनाइराखिहाल यही हो तिम्रो टाउको दुखे डिजी फिल भयो भने रेडी हुँदैछ ल चटपट ट्राई गर्नु कतिको नुन अमिलो के पिरो भइरह भाइ तिमी ट्राई गर लास्टै उस अमिलो धेरै काँदो भएछ भाइ ल तिमीलाई माया गरेर तपाईँको भन्नु कस्तो लाग्यो अमिलो धेरै है अमिलो धेरै कमिलो नै हाल्यो क्या बोतल मदन भाइले बनाएको मदन मदन तैँले चाहिँ अलि डिबिट छोडिदिएको खाऊ त कस्तो छ अमिलो त्यो टक्कै छ अब यसलाई खाइसक्यो भने भ्याकुम गरेर तलतिर जानुपर्छ गाडीसम्म नयाँ अमिलो खाऊ यस्तै टक्क भयो खानु आयो सो गाइस हामी चाहिँ फर्किँदैछौँ ओह्रालो झर्दैछौँ अघि उकालोमा त्यस्तै गाह्रो उक्लिन थकायो अहिले ओह्रालोमा खुट्टा हुन्छ नि भरे भाषालाई त्यस्तो मात्रै छैन क्या बाई बाई चाँडै भेटौँला बाई बाई राम्रोसँग जानु बाई सो उहाँहरू पनि जानुभयो अब हामी पनि घर जाने घर गएर के गर्ने सुत्ने सुत्ने एटलिस्ट मलाई 7 घन्टाको निद्रा चाहिएको छ भोलि कामको लागि सो मेरो भोलि काम फेरि लास्ट 5:30 बजी 7 बजी उठ्नुपर्छ सो म त अब 9:21 भयो म सुतिहाल्ने घर है निद्रा लाग्यो भने 10 बजीमा त सुत्नुपर्छ थकेर आएछ निद्रा लाग्छ म त अघि सुत्दा त गाडीमा आउँदै म सुतेको लाइफ टाइम एक्सपिरियन्स के लाइक म त्यत्रो नसुतिकिन होइन लाइक मैले भने मैले योभन्दा अगाडि भनेको छु होला कस्तो 3 घन्टा सुतको निन्द्राले उठेर गाडी 3 घन्टा मतलब 2.5 घन्टा 3 घन्टाको निन्द्रा सुतेर गाडी चलाउनु भएको हो नि त हामी त पुरो गाडी पछाडि बस्ने बेलुका आँखा चिम्लेर सुत्यो उहाँ त सुत्न पाउनु भएछ र सो गाह्रो चाहिँ उहाँलाई मेन भएको थियो तर पनि वी डिड इट अन प्लान ट्रिप इज अलवेज द बेस्ट अनि वी डिड इट हामीले वेदरले एकदम साथ दियो एकदम यस्तो राम्रो थियो वेदर यस्तो राम्रो थियो प्रेडिक्सन भन्दा नि त्यो वेदरको अनलाइन हेरेको प्रेडिक्सन भन्दा नि बवाल यस्तो मजाले घाम लागेको थियो कि कुनै छोड्नु अनि अलिअलि विन्डी त भइहाल्छ तर यो सिजनमा के लाइक सो त्यही हो अनि रमाइलो चाहिँ एकदम रमाइलो भयो एउटा मेरो बकेट लिस्टै थियो वेल्स जाने त्यही त्यो के अरे इलेन भ्याली हो कि इलेन भ्यालीको त्यो तिमीले मलाई टिकटक कति पठाउँथ्यौ नि होइन मलाई कतिचोटि पठाएको थियो तिमीले त्यही एउटा ठाउँ होइन यति पठाएको थियो कि त्यो टिकटक आई डोन्ट नो तर त्यहाँ जान एकैचोटि अनप्लान जान लेखाएर रहेछ भनेको लुगाहरू पनि हामीले केही लगाएको थिएन बाटोमा किनेको हो होटल पनि तुरुन्तै राति 2 बजी बुक गरे हो सो यस यस्तै गरी गयौँ सो अब चाहिँ भाइहरू पनि जानुभयो फेरि ब्याक टु नर्मल लाइफ हुन्छ हाम्रो अब पछि अब के योभन्दा पछि अब के गर्छ भ्लग ल्याउँछ थाहा छैन म सकेसम्म राम्रो भ्लगहरू ल्याउन ट्राई गर्नेछु हजुरहरू सामु सो यो भ्लग चाहिँ म यहीँ इन गर्न गर्छु अनि यतिन्जेल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद
सो मजा एकदम भाइहरूलाई यति रमाइलो गरिदिनु भयो लास्ट रमाइलो भने मोमेन्टहरू यस्तो हिजो त्यस्तै क्रेजी आज होइन आज बार्बिक्यू गर्दा त्यस्तो नसुती गयो त्यत्रो ड्राई भयो हामीले आज बार्बिक्यू अनि त्यस्तो बेला कटेज टाइपमा बस्न कस्तो इच्छा छ नि त हामीलाई हट टप भएकोमा फर्स्ट एक्सपिरियन्स होइन कस्तो रहर थियो क्या त्यो पनि एउटा ड्रिम बकेट लिस्टै थियो क्या त्यस्तोमा पनि गएर बस्ने टाइपको हुन्छ नि वान नाइट अब त्यो पनि त्यो पनि पुरा भयो सबै कुराकै हुन्छ नि सो हजुर पनि एकचोटि जानु भिजिट गर्नु होला इल्यान्ड भ्याली चाहिँ इट्स सो गुड पेनी फ्यान अफ कोर्स त्यो पनि अब हाइकिङको लागि मेरो चाहिँ सेकेन्ड टाइम हो भाइको र मेरो चाहिँ म त भाइ मेरो फ्यान तर हामी गएको रुटबाट गएर हामी अर्को रुटबाट गयौँ रमाइलो सो मैले भनेको आम नट हाइकिङ पर्सन भनेर तर पनि मैले आई डिड इट मैले हिँडेँ एकछिन त मलाई रिस उठेको थियो मेरो पारा तातो थियो मैले सँगै हिँडेको थिएँ कोहीसँग बोलेको थिएन अलिकति माथि पुग्ने लागि चाहिँ सबैले फोटो खिच्नु लागि चाहिँ आफू पनि फोटो खिच्नुपर्छ भनेर बल्ल हाँसी बल्ल बोल्न सुरु गरेँ अब यहाँ त साँच्चै कुरा बोलेर कति खुसी भयो होला ओ जति हो मैले रिसाएर हिँडेँ क्या मेरो मुडै थिएन कस्तो मेरो पनि खुट्टा दुख्छ कि मेरो पहिलादेखि खुट्टा दुख्ने होस् छ अन्त म त्यत्रो उकालो त कस्तो गाह्रो भयो स्यासारा फ्याफे अनि तर पनि यस गाइस सो यो ब्लग चाहिँ म यहाँ इन गर्न पर्ने हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब बाई